त्यही भएर त रोचिस् त रुन आइगयो प्याजले गर्दा दिमाग खराब भइरहेको कति पिरो प्याज नयाँ प्याज भएर हो क्या मैले फेरि अघि नै त ढिलो गर्थिस् भनेर छिल्छाल पारेर राखिदिएको म बिना हजुरको केही चल्दैन एकछिन पनि अरे मैले अस्ति एक्लै बनाएर खाएको थिएँ नि त गाउँ गएको दिन के गर्नु त गाउँ होइन त पनि घरै थिएँ त आएँ नि 2 दिन मैले एक्लै मोमो बनाएर खाएको के हो तँलाई बोलाउँदा हैरान भइकिन मलाई त दिदीहरू पनि आउँदै आइसक्छ अहिले मलाई जब खान मन लाग्छ नि म त्यतिखेर म बनाएर खाइदिन्छु चाहे जेसुकै होस् चाहे भोलिको लागि म सोच्दैन म आजको लागि मात्रै सोच्ने मान्छे हो चिया हाल्छु चिया चिया भइसकेछ जस्तो लागिरहेछ म कपाल सबै राम्रो छ के अरे त्यो त कपाललाई नै भाइरल हुन्छु जिग्रिङ छ कपाल ल हाल्छु चियाहरू यतातिर छैन चटनी मरिच हाल्नुपर्छ नि त सबै मिक्स छ त्यसमा चिया उल्टा चटनी चियासित फेरि चटनी खाने भन्नु होला त्यस्तो होइन गाइजहरू अब पाकिसकेछ फेरि हालेको बाथीबाट मरिच केही हुन्न मलाई मरिच नभए मनै पर्छ अच्छा मलाई त्यस्तो मतलब लाग्दैन के भयो गुलियो त छ तर्सँग खानलाई भन्छ र त्यस्तो धेरै गुलियो छैन के एउटा दिदी सो ल्याउनलाई आफ्नो ल्याइसक्छ फेरि आत्मा भट्केला फेरि बस पार्कमा मैले गाली गरेको त के भन्छ भाउजू आउनु राम्रो छ भाउजूले खाना छ ल्याइदियो भन्छ चिया थोरै भयो मिठो मम्मीले हालिदिन्छ हजुर धेरै नखाइछ म त खान्न अनि कुन हो त हजुरलाई दिदीलाई हालिदिन्छ यस्तो चियाहरू मामुले पो बनाइदिन्छ मलाई जहाँ पाइ त म पहिलो त चिया खान नि खान्न म जापातेको खाना पनि खान्छ जहाँ त्यही त्यही भन्दा पनि म पहिलो हजुरको र म पहिलो त भन्दैन म होस् आज चिसो के भयो भन्नु हाम्रो घरको पाहुनाहरू फेरि मम्मी र दिदी सधैँ आउने पाहुनाहरू तँ खाइसिन्छ र हामीहरू भाइरल पाहुना हामीहरूको ग्रुपै 4 जना ओ दिदी कसले भन्थे यो ग्रुप भएपछि अरू केही चाहिन्न भन्थ्यो कि ग्रुप छ ए नोमा दिदीले हामी 4 जना ग्रुप छौँ अनि के अरे अब आउँदैछ न अझै एड हुँदैछन् छोरीहरू आउँदैछन् अब त दिदी पनि त्यसपछि अनि आउँदैछ फेरि एउटी त गइरहेको एउटी बस्छ फेरि 5 जना हुन्छौँ लभली भयो भने 5 जना हुन्छौँ किन नातिनी सब जमान्दमा नयाँ अब तिनीहरू 1 महिनाको पाहुना गइहाल्छन् त्यसपछि लभली भयो भने त 5 जना न त अब उहाँ जाने सुरु गरौँ फेरि नुमाले भन्थ्यो त यही 4 जना छ कहिले भेटौँ न भन्थ्यो मैले 3 जना भनेको के कहाँ छुङ्गा भन्छ त माम भनेको थिएँ त के भन्छ ठु मम्मीले कहाँ रहेछ के थाहा के भन्छ कहाँ कता मेरो यस्तो परेको इन्डियन विदेशी जस्तो छ के आरोसी कटेज यार यस्तो घर छ त विदेश जस्तो यो हजुरको के ए ए ए त्यहाँ जाने नयाँ के हो के त्यसको माथि सिँढी छ र चढ्छन् र खान्छ कस्तो छ पहिला मनी खान्न नबास पहिला मैले त तर्सँग खाएमा त कस्तो मिठो बास्छ लाग्यो न त खामला अहिले त्यसले खान्छ कि त्यसलाई यो त्यो वाला डोनट होइन नि दिदी हँ हामीले खाने वाला डोनट छैन चिरो त चिरो छ केही पनि छैन केही पनि छैन